आज तपाईँहरूले गेम त हेर्नु पनि बार्सिलोना भर्सेस केप भर्द बा स्पेन हो बार्सिलोना स्पेन हो सेम स्टाइल टिकी टाका भर्जन 2 अनि प्लेयर पनि सेम अन्डर एस्टिमेट गर्दाखेरि आज हेर त बार्सिलोना स्पेनले 3 पोइन्ट गुमायो। फ्यानहरूको हालत के होला यति बेला बिचरा हे दैव। फिफा ऱ्याङ्किङमा 67 ऱ्याङ्कमा छ केप भर्द, स्पेन सेकेन्डमा होइन। वर्ल्ड कपको दावेदार कन्ट्री भनेर स्पेनलाई हेरिएको कन्ट्रीको गेम के भएको के गरे भाइ, के गरे यस्तो। अब फरवर्डमा हेरौँ है, कति अन्डर एस्टिमेट गरेर खेलेको कि स्पेनले। फेरान टोरेस, ओयारजाबेल एट्याकर्स, तर उनीहरूभन्दा धेरै त कुकुरेला देखिएको थियो के, लोरेन्टे देखिएका थिए। उनीहरूले हानिरहेको थियो पोस्टमा एट्याकिङ गरिरहेको थिए। कहाँ थिए फेरान टोरेस? लमिन यामाललाई बेन्चमा, निको विलियम्स बेन्चमा, अनि तिनीहरूलाई अगाडि निकाल्दा के खेर जान्थ्यो? फर्स्ट हाफमा 2-4 गोल लाउनु, त्यस पछाडि रेस्ट दिए भए पुग्थेन त। बेन्चमा राख्यो अनि के अरे गाबी जस्तो लाग्यो। अब गाबी उसको नेचरल पोजिसन गाबीको विङ्गर हो त, मिडफिल्डको मान्छेलाई अब विङ्गरमा खेलाएको छ। यो त एकचोटि हिस्ट्री रचेको, स्पेनले हिस्ट्री रच्यो। 2010मा मिडफिल्डर उतारेर पनि वर्ल्ड कप जित्यो। तर फेरि पनि त्यही अन्तिममा मर्ने बेलामा के अरे हरियो काँक्रा भने जस्तो अन्तिममा 70 मिनटमा लमिन यामाल पनि निकालेको छ, निको विलियम्स निकालेको छ। 11 जना खेलाडीमा 9 जना प्लेयर चाहिँ फेरि अट्याकिङमा ल्याएर हानेको छ। यो पारा हो भनेदेखि स्पेनको फ्यानहरूलाई म यहीँबाट भनिदिन्छु, ग्रुप स्टेजमा पनि गर्दैन। अनि त्यो किनेको जम्मा कति अरे 1000, 1200, 2000, 3000 लगाएर जति त्यो स्पेनको ड्रेस किन्नु भएको छ रातो जर्सी, त्यसले पोछा लाउनुपर्छ, काम छैन। तर स्पेनले राम्रो पार्ट चाहिँ सिक्यो होइन। अब तपाईँहरू स्पेनको डायट फ्यानहरू हुनुहुन्छ होला, नरिसाउनु होला, थोरै रोस्ट गर्ने खालकै गेम खेलेको थियो कि आज उनीहरूले। केप भर्दलाई ताली बजाउनै पर्छ। फिफा ऱ्याङ्किङमा 67 पोजिसनको कन्ट्रीले सेकेन्ड पोजिसन होल्ड गरेको स्पेन जस्तो देशलाई 0-0मा रोक्यो, त्यो पनि राम्रो खेलेर क्या। मलाई लाग्छ केप भर्दको खेलाडीहरू अब चाँडै नै होइन ठुलो लिगमा, यो मेजर लिगहरूमा चाहिँ देखिनेवाला छ, विशेष गरी किप्पर। ओ माई गड, वाट अ पर्फर्मेन्स, वाह। 1-2चोटि त यति राम्रो काउन्टर एट्याक गरे कि ओ माई गड, झन्डै आछु पारेको थियो कि स्पेनलाई। तर अब स्पेन सुध्रिनुपर्छ क्या, स्पेन सुध्रिनुपर्छ। यस्तो हालतले कसरी वर्ल्ड कप जितिन्छ? स्पेन जस्तो देश ग्रुप स्टेज अथवा क्वार्टर फाइनल, सेमी फाइनल पुग्ने होइन, फाइनलमा पुग्नुपर्छ, फाइनल।